के रोका गर्नुपर्छ हैन, त्यति मात्रै किन नि पक्राउ पनि गर्नुपर्ने होला, बयान पनि ल्याउनु पर्ने होला। यो पासपोर्ट रोकाएको बोलिसक्नु भएको छ। राज्यका अनुसन्धान गर्ने निकायहरू सक्रिय भइसकेका छन्। तत्त कानुनमा यो कुराहरू लेखिया छ हैन, के गर्नुपर्छ भन्ने कुराहरू त्यही बमोजिम हुन्छ। जस यति कुरा हो कि प्रधानमन्त्रीज्यूले भनिसक्नुभयो कि सुशासनको मामिलामा र भ्रष्टाचारको विरुद्धमा यो सरकारले खुट्टा टेक्छ, राम्रैसँग खुट्टा टेक्छ। यदि सुशासनमा खुट्टा टेकेन भने 5 वर्षको म्यान्डेट पाएको सरकार पनि बिचैमा उसको म्यान्डेट भङ्ग भयो नि। सुशासनमा खुट्टा टेकेन, भ्रष्टाचार विरुद्ध लडेन त्यो सरकार उल्टो भ्रष्टाचार गर्यो भनेर 5 वर्षको म्यान्डेट बिचमा भङ्ग भएको थियो अघिल्लो सरकारको। त्यसै गरेर यो सरकारको पनि चुनाव गराउने म्यान्डेट हो, 6 महिनाको म्यान्डेट हो नि। यदि सुशासनको मामिलामा खुट्टा टेकेन भने यो सरकारको पनि म्यान्डेटमाथि फेरि प्रश्न आउँछ हैन, जेनजीहरूले प्रश्न उठाउन सक्छन्। त्यसकारणले प्रधानमन्त्रीज्यूले आफ्नो सम्बोधनमा अघि भनिसक्नु भएको छ कि सुशासनको मामिलामा यो सरकारले दरोसँग खुट्टा टेक्छ। तर आज देशकै निगाह तपाईमाथि टिकेर बसेको छ। गृहमन्त्री हाम्रो अभिभावक हजुर सुशासनको लागि र सबैभन्दा महत्त्वपूर्ण त 74 जना आमाको कोखरितले गर्दा ती बच्चाहरूको न्यायको लागि गृहमन्त्रीले के गर्दै हुनुहुन्छ भनेर सबैले सोधिरहेको छ। आयोग गठन भएको छ, आयोगले काम गर्छ, त्यो आयोगले काम गर्छ, उसले फ्याक्ट फाइन्डिङ गर्छ। फ्याक्ट फाइन्डिङ गर्दा के चिज देख्छ उसले त्यसको आधारमा अगाडि बढ्छ। त्यसरी अगाडि बढेपछि पछाडि फर्किनै पर्दैन। तथ्य स्थापित भएपछि अगाडि बढ्दा पछाडि फर्किनै पर्दैन। तत्कालीन अवस्थामा निर्देशन दिएका, गोली चलाऊ भनेका, गोली दागेकाहरू 3 महिनाको कारबाहीमा आउँछ। कतिपय विषयवस्तुहरू अहिलेदेखि पनि हुन सक्ला, कतिपय विषयवस्तुहरू आयोगले फ्याक्ट फाइन्डिङ गरेपछि अगाडि बढ्छ। फ्याक्ट फाइन्ड के छ र मान्यज्यू? यसमा त त्यो आयोगले भन्ने कुरा हो, आयोगले भन्ने कुरा हो। त्यही आयोगकै माग गरिएको थियो हैन। आयोग गठन भएको छ, उच्च स्तरीय आयोग गठन भएको छ। मन्त्री स्तरको चाहिँ प्रोटोकल दिएको छ भनेको मन्त्री, त्यसको अध्यक्ष मन्त्री स्तर हुनुहुन्छ, न्यायाधीश हुनुहुन्छ, पूर्व न्यायाधीश। त्यो उच्च स्तरीय आयोग हो, न्यायाधीशले नेतृत्व गरे हुनाले न्यायिक आयोग पनि हो। त्यसले निष्पक्षतापूर्वक गर्छ र त्यही बमोजिम हुन्छ। त्यसले राय पनि दिन्छ। तत्कालीन सरकारका प्रमुखहरू पनि पर्छन्, त्यो चाहिँ अब पर्छन् नि। अब के इन्भल्भमेन्ट छ त्यसैले बताउँछ, पर्छन् होला नि। पासपोर्ट रोकाको विषय सुनिरहेका छौँ, त्यो के हो? ल मेरो अहिले पुग्यो, मैले अगाडि भनिसकेँ। कानुनमा यो सबै कुरा छ, यहाँहरूले पनि हेर्नु होला। अनुसन्धान गर्ने निकायले के रोका गर्नुपर्छ हैन, त्यति मात्रै किन नि पक्राउ पनि गर्नुपर्ने होला, बयान पनि ल्याउनु पर्ने होला। जे हुन्छ त्यो अनुसन्धान गर्ने निकायले गर्ने कुरा हो। अन्तिम है, तपाईहरुको यो सरकार यो कुर्सी रगत जमेको एउटा डल्लोमाथि टिकेर बसिरहेको छ है, शहीदको रगतमाथि। तपाईहरुले कतैबाट पनि कहीँबाट पनि शहीदलाई बिर्सिने काम त गर्नुहुन्न नि। त्यो त कहाँ गर्नु, हामी पनि त्यही सडकबाटै आएको मान्छे हो नि त हैन। त्यही मुद्दा जेनजीले जे मुद्दा उठाउनु भएको थियो त्यही मुद्दा उठाएर हिँडेकै मान्छे त हो नि हामीहरू। भ्रष्टाचार विरुद्ध सुशासनको पक्षमा नै लडेको मान्छे हो भनिसकेपछि अब यो मुद्दा हामीले छोड्ने भन्ने त कुरै हुँदैन नि। फागुन 21 गते त केही द्वन्द्व हुन्छ रे, गृहयुद्ध हुन्छ भनेर टुङ्ग्याउनुस् न। मैले एउटा लास्ट भन्नुहुन्छ फेरि गर्नुहुन्छ हैन, त्यो चाहिँ जे सकारात्मक सोच्नुस्, यो सरकारले गर्छ। तर थ्रेट आइरहेछ नि, संसार जगतलाई थ्रेट आइरहेछ, मान्छेलाई थ्रेट आइरहेछ, सकाइदिन्छु काट्दिन्छु भनिरहेछ। त्यो चाहिँ कानुनले काम गर्छ, यति कुरा हो। तपाईँ थ्याङ्क यू सो मच। के रोका गर्नुपर्छ हैन, त्यति मात्रै किन नि पक्राउ पनि गर्नुपर्ने होला, बयान पनि ल्याउनु पर्ने होला। यो पासपोर्ट रोकाएको बोलिसक्नु भएको छ। राज्यका अनुसन्धान गर्ने निकायहरू सक्रिय भइसकेका छन्। तत्त कानुनमा यो कुराहरू लेखिया छ हैन, के गर्नुपर्छ भन्ने कुराहरू त्यही बमोजिम हुन्छ। जस यति कुरा हो कि प्रधानमन्त्रीज्यूले भनिसक्नुभयो कि सुशासनको मामिलामा र भ्रष्टाचारको विरुद्धमा यो सरकारले खुट्टा टेक्छ, राम्रैसँग खुट्टा टेक्छ। यदि सुशासनमा खुट्टा टटेकेन भने 5 वर्षको म्यान्डेट पाएको सरकार पनि बिचैमा उसको म्यान्डेट भङ्ग भयो नि। सुशासनमा खुट्टा टेकेन, भ्रष्टाचार विरुद्ध लडेन त्यो सरकार उल्टो भ्रष्टाचार गर्यो भनेर 5 वर्षको म्यान्डेट बिचमा भङ्ग भएको थियो अघिल्लो सरकारको। त्यसै गरेर यो सरकारको पनि चुनाव गराउने म्यान्डेट हो, 6 महिनाको म्यान्डेट हो नि। यदि सुशासनको मामिलामा खुट्टा टेकेन भने यो सरकारको पनि म्यान्डेटमाथि फेरि प्रश्न आउँछ हैन, जेनजीहरूले प्रश्न उठाउन सक्छन्। त्यसकारणले प्रधानमन्त्रीज्यूले आफ्नो सम्बोधनमा अघि भनिसक्नु भएको छ कि
सुशासनको मामिलामा यो सरकारले दरोसँग खुट्टा टेक्छ। होइन, तर आज देशकै निगाह तपाईँमाथि टिकेर बसेको छ। गृहमन्त्री हाम्रो अभिभावक हजुर सुशासनको लागि र सबैभन्दा महत्त्वपूर्ण त 74 जना आमाको कोखरितले गर्दा ती बच्चाहरूको न्यायको लागि गृहमन्त्रीले के गर्दै हुनुहुन्छ भनेर सबैले सोधिरहेको छ। आयोग गठन भएको छ, आयोगले काम गर्छ, त्यो आयोगले काम गर्छ, उसले फ्याक्ट फाइन्डिङ गर्छ, फ्याक्ट फाइन्डिङ गर्दा के चिज देख्छ उसले त्यसको आधारमा अगाडि बढ्छ। त्यसरी अगाडि बढेपछि पछाडि फर्किनै पर्दैन। तथ्य स्थापित भएपछि अगाडि बढ्दा पछाडि फर्किनै पर्दैन। तत्कालीन अवस्थामा निर्देशन दिएका, गोली चलाउ भनेका, गोली दागेकाहरू 3 महिनाको कानुन अवधिमा कारबाहीमा आउँछ। कतिपय विषयवस्तुहरू अहिलेदेखि पनि हुन सक्ला, कतिपय विषयवस्तुहरू आयोगले फ्याक्ट फाइन्डिङ गरेपछि अगाडि बढ्छ। त्यो फ्याक्ट फाइन्ड के छ र मान्यज्यू? यसमा त त्यो आयोगले भन्ने प्रत्यक्ष छ कुरा नि, हो, होइन? आयोगले देखिएको छ भन्ने नि। कुरा हो। त्यही आयोगकै माग गरिएको थियो होइन। आयोग गठन भएको छ, उच्च स्तरीय आयोग गठन भएको छ, मन्त्री स्तरको चाहिँ प्रोटोकल दिएको छ भनेको मन्त्री, त्यसको अध्यक्ष मन्त्री स्तर हुनुहुन्छ, न्यायाधीश हुनुहुन्छ, पूर्व न्यायाधीश, त्यो उच्च स्तरीय आयोग हो। न्यायाधीशले नेतृत्व गरे हुनाले न्यायिक आयोग पनि हो, त्यसले निष्पक्षतापूर्वक गर्छ र त्यही बमोजिम हुन्छ। त्यसले राय पनि दिन्छ। तत्कालीन सरकारका प्रमुखहरू पनि पर्छन्, त्यो चाहिँ अब पर्छन् नि, अब को के इन्भल्भमेन्ट छ त्यसैले बताउँछ, पर्छन् होला नि। पासपोर्ट रोकाको विषय सुनिरहेका छौँ, त्यो के हो? ल, मेरो अहिले पुग्यो, मैले अगाडि भनिसकेँ, कानुनमा यो सबै कुरा छ, यहाँहरूले पनि हेर्नुहोला। अनुसन्धान गर्ने निकायले के रोका गर्नुपर्छ होइन, त्यति मात्रै किन नि, पक्राउ पनि गर्नुपर्ने होला, बयान पनि ल्याउनु पर्ने होला, जे हुन्छ त्यो अनुसन्धान गर्ने निकायले गर्ने कुरा हो। अन्तिम है, तपाईँहरूको यो सरकार यो कुर्सी रगत जमेको एउटा डल्लोमाथि टिकेर बसिरहेको छ है, शहीदको रगतमाथि। तपाईँहरूले कतैबाट पनि कहीँबाट पनि शहीदलाई बिर्सिने काम त गर्नुहुन्न नि? त्यो त कहाँ गर्नु, हामी पनि त्यही सडकबाटै आएको मान्छे हो नि त होइन। त्यही मुद्दा जेनजीले जे मुद्दा उठाउनु भएको थियो त्यही मुद्दा उठाएर हिँडेकै मान्छे त हो नि हामीहरू। भ्रष्टाचार विरुद्ध सुशासनको पक्षमा नै लडेको मान्छे हो भनिसकेपछि अब यो मुद्दा हामीले छोड्ने भन्ने त कुरै हुँदैन नि। फागुन 21 गते त केही द्वन्द्व हुन्छ रे, गृहयुद्ध तपाईँले टुङ्ग्याउनुहोस् न, मैले एउटा लास्ट भन्नुहुन्छ फेरि गर्नुहुन्छ होइन। त्यो चाहिँ जे सकारात्मक सोच्नुहोस्, यो सरकारले गर्छ। तर थ्रेट आइरहेछ नि, सञ्चार जगतलाई थ्रेट आइरहेछ, मान्छेलाई थ्रेट आइरहेछ, सकाइदिन्छु, काटिदिन्छु भनिरहेछ। त्यो चाहिँ कानुनले काम गर्छ, यति कुरा हो। तपाईँ थ्याङ्क यू सो मच।